नमस्ते, मेरो नाम चाहिँ सुमन रेग्मी। म चाहिँ बागबजारमा बस्छु, काठमाडौँको। मैले प्लेसमेन्टबाट चाहिँ अप्लाई गरेको थिएँ। यहाँ आउँदाखेरि सञ्जय सरलाई भेटेको थिएँ अनि उहाँले राम्रो सल्लाह सुझाव दिनुभयो र मैले यहाँ अप्लाई गरेको थिएँ र अहिले चाहिँ भिसा लाग्यो। मैले काउन्सिलिङ अन्तभन्दा यहाँ एकदम राम्रो पाएँ। जहाँ मैले जुन सोचिरहेको थिएँ, म आफै पनि जापानिज सेन्से हो, जापानिज टिचर हो एज अ। मैले चाहिँ अन्तभन्दा यहाँ चाहिँ एकदम राम्रो पाएँ। टिचरहरूबाट पनि पाएँ अनि काउन्सिलरहरूबाट पनि राम्रो सल्लाह सुझाव पाएँ। डकुमेन्टेसन इजिली भयो, सजिलो नै भयो। छिटै सकियो, सोचेभन्दा छिटै सकियो डकुमेन्टेसन काम चाहिँ। प्लेसमेन्टसँगको जर्नी चाहिँ एकदम यादगार छ। चाहिँ एकदम जे होस् दुःख गरे अनुसारको फल प्राप्त गरेँ, खुसी लागिरहेको छ। सबै सरहरूबाट म्यामहरूबाट एकदम माया पाएँ, साथीहरूबाट पनि पाएँ। प्लेसमेन्ट चाहिँ वान अफ द बेस्ट कन्सल्टेन्सी, यो नेपालकै राम्रो कन्सल्टेन्सी छ। सबैजना यहाँ आएर काउन्सिलिङ गरेर आफ्नो सपना बाहिर जाने सपना साकार पार्न सक्नुहुनेछ र यहाँबाट अप्लाई गर्नुभयो भने तपाईँले राम्रो रिजल्ट चाहिँ अचिभ गर्न सक्नुहुनेछ।